वेलकम ब्याक टु माई न्यू ब्लग। अनि सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। अनि आज चाहिँ यस्तो चिसो हावा चलेको छ कि यहाँ हेर्नु कस्तो पानी परेर, साथीहरू देख्न सक्नुहुन्छ यहाँ पहिरियामा आज चाहिँ पानी पर्ने भन्ने त न्युज आएको थियो। अनि यस्तो पानी परेर अहिले चाहिँ बन्द भएको छ। आमामा लास्टै चिसो हावा चलेको छ कि यहाँ त हाम्रो यो छत पनि भरेर यहाँ यस्तो चिसो हावा। अनि त यहाँ बाटो पनि डुबाएको थियो, पानी अलि सुकिसक्यो। अनि हाम्रो स्कुल पनि त्यहाँ भरेको छ ग्राउन्ड। अनि कस्तो चिसो हावा लास्टै हावा चलेको कि हो, तपाईँहरू पनि छतमा बसेर मजा लिन सक्नुहुन्छ यो हावासँग। अनि मलाई त्यस्तो साह्रै जाडो भइरहेको क्या। सो अनि हजुरहरूकोतिर पनि पानी पऱ्यो होला, यता त लास्टै पानी परेको छ। सबैजना स्टे सेफ है, सबैजना स्टे अलर्ट हुनु होला, किनभने धेरै बाहिर जानु पनि हुँदैन पानी परेको बेलामा। यहाँ हेर्नुहोस्, गाडीहरू अलिअलि चलेको छ अहिले चाहिँ। यहाँ आमा, हाम्रो यहाँ के भयो यस्तो छत के भयो? यहाँ पानी भरियो। पानी भरेर यी साथीहरू यस्तो हुन्छ कि यहाँ त। पानी परेर कस्तो अँध्यारो भएको छ कि बादल पनि तपाईँले देख्न सक्नुहुन्छ। यस्तो अँध्यारो छ कि आमामा, यस्तो साथीहरू यस्तो चिसो हावा चलेको छ नि यतातिर। मैले त साँच्चै मलाई पोखरा गए जस्तो हो कि, पोखराको चिसो कठ्याङको हावा हुन्छ नि त्यस्तै छ क्या आज। किनभने हाफ लाएर होला मलाई लास्टै जाडो भएको छ। अनि ल हेर्नुहोस्, यस्तो डुबान छ कि त चोकमा, त्यहाँ यो बजार पनि डुबेको छ। यो कहिले हुने होला हाम्रो यो ठाउँमा विकास? यस्तो थोरै पानी आउँदा त यस्तो हुन्छ भने अब असारमा कस्तो होला? यहाँ हाम्रो घरसम्म पानी आउँछ। त्यो छतमा पानी भरेर हेर्नु न साथीहरू, कस्तो भएको छ, जाम भएको रहेछ। लास्टै जाडो छ यहाँ त। आमामा, तपाईँहरूले बाहिरको ब्याकग्राउन्डको यो साउन्ड सुनेर नि थाहा पाउनु होला कस्तो चिसो हावा चलेको छ कि। उहाँ आमाले फेरि मैले केही काम गरिनँ भनेर, आमा यो मैले युट्युबमा हाल्ने हो, मलाई धेरै गाली नगर्नु है, यहाँ धेरै मान्छेहरू देख्छन् के, त्यही भएर यो म युट्युबमा हाल्ने हो कि साँच्ची हो क्या। कस्तो हावा चलेको यहाँ, भ्यू हेर्नुहोस्। ऊ जत्थेरसुकै त्यही मोबाइल मात्र भन्नुहुन्छ आमाले। फेरि यो युट्युबबाट त रमाइलो हुन्छ नि, आमाले के थाहै छैन। हेर्नुहोस् यस्तो दामी छ। तपाईँलाई म यस्तो दुःख गरेर बनाएको छु हेर्नु, पानी पर्दा। यो भ्लगलाई माया गर्नु भएन भने म फेरि यो भ्लग बनाउन अलि इन्ट्रेस्ट लाग्दैन है साथीहरू। सो माया देखाउनु होला मलाई, अनि मेरो भ्लग इन्जोय गर्नु होला। यस्तो धेरै कन्टेन्ट त मलाई आउँदैन, सो त्यही पनि तपाईँहरूले इन्जोय गर्न सक्नुहुन्छ। अब म तल जान्छु है त, घरबाट छतबाट। गाइज आजको भ्लग इन्जोय गर्नुभयो होला। अनि अब यस्तै भोलि फेरि अरू भ्लगमा भेटौँला। अनि आजको भ्लग हजुरले इन्जोय गर्नुभयो होला। अनि अब म यहाँ केही सामान देखाउनु, यो त कुकुर यस्तो ढलाएर के गर्छन् के यहाँ फेरि यो मादल हो है साथीहरू। यो चाहिँ मेरो मेडलहरू, मेरो र भाइको छ यहाँ बुवामा बुकहरू। सो यहाँ के छ, यहाँ के छ, यस्तो दामी मैले यहाँ राखेको छु। पूजा गर्ने यो बत्ती चढाउनुहुन्छ। आमा फेरि आमालाई फेरि माथि पानी सोर्दा हैरान भयो न, पानी सोर्दा आपत छ के। मान्छेका भित्र पानी पसेर खुवाउनु आएको छ। बुद्ध जयन्ती आउँदैछ है साथीहरू, यहाँ हेर्नमै कहिले हो, कतिको आज कति गते हो? 16 18 गते बुद्ध जयन्ती, शुक्रबार 18 गते बुद्ध जयन्ती। यहाँ बुद्ध भगवान हुनुहुन्छ। 18 गते शरणम मेरो बाबा हो चाहिँ, क्यालेन्डरमा नि हुनुहुन्छ ऊ माथि। सो गाइज इन्जोय गर्नु आजको भ्लग। फेरि अर्को भ्लगमा भेट्ने बाचा सहित अहिलेलाई बाई बाई।